हेलो गाइस वेलकम टु माई मिनी ब्लग। आजको ब्लगमा चाहिँ तपाईँहरूलाई चियापत्ती टिपेर चाहिँ कसरी चिया बनाउँछ बस्तीमा त्यो चाहिँ तपाईँहरूलाई सिकाउँछु। फर्स्टमा चाहिँ यसरी चिया टिप्नुपर्छ। त्यो चिया टिपिसकेर चाहिँ त्यसको बादमा अलिकति ओइलाउनु दिनुपर्छ, घाममा सुकाउनुपर्छ। अन्त घाममा सुकाइसकेर चाहिँ यसलाई चाहिँ मजाले मारेर प्लास्टिकमा हाल्नुपर्छ। प्लास्टिकमा मजाले पोको पारिसकेर चाहिँ त्यसको भोलिपल्ट चाहिँ हामीले नाङ्लोमा सुकाउनुपर्छ घाममा। अन्त घाममा सुकाइसकेर चाहिँ चिया बनिन्छ। अन्त यो चाहिँ रेडी हुन्छ। यसलाई चाहिँ बजारमा किनेको चियासँग मिसाएर पनि खाँदा भयो। अन्त यतिकै चिया खाँदा पनि हुन्छ। लाइट पनि बालेको छ। यहाँ देख न, त्यो देखाइरहेको छु। यसलाई चाहिँ मारेर चाहिँ नि पोको पार्नुपर्ने चाहिँ सरी मार्नुपर्छ होइन। मारेर चाहिँ पोको पारेर तातोमा राख्नु पर्यो। तातोमा राखिसकेर चाहिँ भोलिपल्ट चाहिँ यसलाई चाहिँ यसरी सुकाउनु पर्छ। हेर्नुहोस् त कति दिन थाम्छ यो चिया। बस्तीमा चाहिँ यसरी पनि गरेर खान्छ मान्छेले। अब यो चाहिँ सुकाउनु पर्छ। यसरी सुकाउनु पर्छ। अब बाई बाई। कहाँ देखाएको? म त यहाँ छु त। यसरी सुकाउनु पर्छ। यो सुकिसकेपछि चिया बनिहाल्छ। इट्स सिम्पल प्रोसेस।